अनि झन्झन चाप्दै गयो। जति लामा झाँक्री लाए पनि उपचार गरे पनि ठिक नहुनेसम्म भयो। अनि त्यहाँदेखि लास्टै स्थिति पुगिसक्यो। म गाउँलेले त सबैले मलाई अब मान्छे मर्छ नै भन्नुभएको थियो। हिमाल पहाड तराईभरि येशूको प्रेम गुन्जियो। सङ्लो यात्रा येशूसँगको हाम्रो यात्रा। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। धेरै समयपछिको योजना र प्रार्थनापछि तपाईँहरूको बिचमा एउटा शक्तिशाली गवाई लिएर म आएको छु, जुन गवाई सुनेर तपाईँ हाम्रो विश्वासलाई अझ बलियो बनाउनेछ। जब मानिसको जीवनमा समस्या आउँछ तब मानिसले त्यो समस्याबाट निस्किनका निम्ति अनेकौँ कोसिसहरू प्रयासहरू गर्छ र कहिले कहिले जति प्रयास कोसिस गरे पनि मानिसको प्रयासहरू असफल हुन्छ र त्यति बेला मानिस निराश हुन्छ। तर जब मानिसको सबै शक्तिहरू सिद्धिन्छ, सबै प्रयासहरू सिद्धिन्छ, त्यति बेला परमेश्वरले काम गर्नुहुन्छ। आज म यस्तो एउटा जीवन गवाई लिएर आएको छु, जो व्यक्तिले आज हाम्रो परम्परा अनुसार गर्नुपर्ने सबै कुराहरू गर्छन् आफू निको हुनका लागि र जानुपर्ने सबै ठाउँहरू जान्छन्। जता गए पनि केही पनि नहुँदाखेरि अन्तमा मण्डलीमा आएर साँचो चङ्गाई प्राप्त गर्नुहुन्छ। र यसले के जनाउँछ, के बुझाउँछ भने हाम्रो प्रभु येशू ख्रीष्ट अझै पनि जीवित हुनुहुन्छ र अझै पनि आश्चर्य कर्म गर्नुहुन्छ। आउनुहोस् हामी उहाँको गवाई हेर्नेछौँ। हिमाल पहाड तराईभरि येशूको प्रेम गुन्जियो। सङ्लो यात्रा येशूसँगको हाम्रो यात्रा। जय मसीह। र मेरो परिचय चाहिँ यस प्रकार छ। मेरो नाम चाहिँ धनजित तामाङ हो। मेरो घर चाहिँ यही हो र मेरो परिवारमा मेरो श्रीमती र 2टा छोरा हुनुहुन्छ। म चाहिँ 2008मा चाहिँ म साउदी गएको थिएँ। साउदी जाने क्रममा चाहिँ त्यो गुलियो धेरै भएर क्या त्यो खजुर पाउनु रहेछ त्यो ठाउँमा। त्यो खजुर खाँदाखेरि मलाई चाहिँ सुगर लाग्यो, सुगर भयो। अनि त्यस कारणले सुगर भयो। अनि फेरि म पछि नेपाल आएँ। नेपाल आएर पनि उपचार गरेँ, ठिकै भएको थियो, सुगर कन्ट्रोलमै थियो। र पछि बस्दा त्यस्तै रहँदा फेरि रोगहरू त्यो बढ्दै गयो र कन्टिन्यू औषधि नै गर्दै गएँ र ठिक भयो। त्यो औषधि खाँदा सुगर ठिक भयो। अनि त्यहाँदेखि फेरि अर्को भित्री बिमारीहरू भन्नाले अब यो बिगारहरू त्यस्तो चाहिँ भयो मलाई, मान्छेहरूले बिगारेको रहेछ भनौँ। अनि त्यहाँदेखि म गएँ, कति ठाउँ गएँ र काठमाडौँमा त्यो ज्योतिषीलाई पनि देखाएँ मैले। हात रेखा हेर्छ भनेर, हातको रेखा भविष्य के छ भनेर त्यो रेखा पनि हेर्नु लाएँ। अनि उसले भविष्य भन्दा पनि मलाई तिमीलाई यस्तो भएको छ, यस्तो यस्तो मान्छेले चाहिँ तिमीलाई यस्तो यस्तो गरेको छ, 5 वर्षको लागि चाहिँ नछोड्ने हिसाबले त्यो मान्छेले तपाईँलाई बिगारेको छ र मसँग आउनु तपाईँलाई ठिक बनाउँछु भनेर मैले खर्च गरेँ। त्यसलाई कम्तीमा पनि 10,000 जति मैले पैसा मात्रै नगद क्यास बुझाएँ त्यसलाई। अनि त्यसो हुँदा पनि केही महिना ठिक भएको थियो। फेरि त्यस पछाडि फेरि सताउनु थाल्यो, मलाई साह्रै सताउनु थाल्यो। अनि त्यहाँदेखि लामा झाँक्री पनि कति लाएँ, ठिक भएन। केही छेडको लागि मात्रै ठिक हुने, त्यसपछि फेरि पछाडि चाहिँ फेरि त्यस्तै हुने, पहिला जस्तो गरेको थियो त्यस्तै हुने। त्यहाँदेखि त मलाई त एकदम झमझमाउने यस्तो गर्ने। अनि त्यहाँदेखि लाटो जस्तो बनाउने, एक ठाउँमा बस्यो भने टोलाकै बसे हुने, त्यस्तोसम्म बनाइदियो। अनि झन्झन चाप्दै गयो। जति
लामा झाँक्री लाए पनि उपचार गरे पनि ठिक नहुनेसम्म भयो। अनि त्यहाँदेखि लास्टै स्थिति पुगिसक्यो। म गाउँलेले त सबैले मलाई अब मान्छे मर्छ नै भन्नुभएको थियो र मैले त्यस पछाडि थाहा पाएँ। भाउजूले भन्नुभयो, ल तिमी चाहिँ यहाँ बस्यो भने मर्छ, तिमी चाहिँ चर्चमा जाऊ, म च्यानडाँडाको साइली माइजूलाई बोलाएर लिएर आउँछु, उहाँसँग सल्लाह गरेर जाऊ भनेर भन्नुभयो। अनि उहाँले, मैले भने अनि त्यहाँदेखि हुन्छ नि त, बाँच्छ भने म जान्छु नि त भनेर चाहिँ म उहाँलाई लिएर आउनुहोस् भने उहाँ आउनुभयो। 2 दिन 3 दिनसम्म उहाँले प्रार्थना गरिदिनु भयो। अनि उहाँले नै मलाई चर्चमा जाउँ भनेर चाहिँ लिएर जानुभयो। म बाँच्छु भने म जान्छु भनेर चाहिँ म उहाँसँगसँगै गएँ र त्यस पछाडि म उहाँ गएर चर्च मण्डली गएर ग्रहण गरेँ। अनि त्यस पछाडि मलाई सन्चो हुँदै आयो। पछि अहिले चाहिँ पहिलाभन्दा त धेरै राम्रो तपाईँको। अब गाउँलेले पनि भन्छन् अहिले मरिसकेको मान्छे यसरी चर्चमा गएर बाँच्यो, यत्रो मकै भारी बोक्छ, एक्लैले खेतालो पनि लाँदैन भनेर भन्नुहुन्छ। हो, उहाँले भन्नुभएको नि ठिकै हो, चर्चमा गएर नै ठिक भएको हो। म पानीलाई अब सबैजना यो म अब यहाँ भालुखोला मेला पात आउँदाखेरि अब सिलाङ्गे साइलो अब मर्छ होला, बाँच्दैन होला, हाम्रो रोपाइँ हानि हुन्छ भनेर यो भालुखोलाको दिदीबहिनीहरूले मलाई रोपाइँ मेला पात जाने कुरा गरेको थियो। अनि उसको भाउजूले तैपनि चान्डाँडामा फुपूसँग लगेर मेरो देवरले के अरे देवरले अब चाचुङ गएर निको हुन्छ भने म फुपूसँग गएर प्रार्थना गरेर हेर्छु अनि चाचुङ लैजाऊ भन्छु भनेर ल्याइदियो। हुन्छ, जय मसी। म चाहिँ हाम्रो दाईले विश्वास गर्नुभएको मण्डलीमा त्यहाँ सेवारत छु, सेवक छु। र हाम्रो धनजित दाईको बारेमा मैले भन्नुपर्दा चाहिँ दाई सुरुमा विश्वासमा आउने बेलामा चाहिँ हाम्रो यहाँ आन्टीहरूले ल्याउनु हुँदा चाहिँ एकदमै नाजुक अवस्थामा उहाँको स्वास्थ्य अवस्था चाहिँ त्यो अवस्था थियो, कमजोर, एकदमै दुब्लो पनि दुब्लो। त्यो सुगरले चाहिँ नि मान्छे साह्रो दुब्लो हुन्छ अरे भन्ने कुरा पनि सुनिन्छ, सायद अब त्यो भयो पनि होला। अनि त्यसको साथमा उहाँको खुट्टाहरूमा पनि समस्या, हिँड्नुलाई नसक्ने, त्यो खुट्टाहरूको समस्या झम्झमाउने धेरै गाह्रो अवस्था थियो दाईको। हामी त्यहाँ सङ्गति गर्दै गर्दा प्रार्थना गर्दा गर्दा बिस्तारै दाईलाई कम हुँदै गयो। अनि दाई चाहिँ निको हुनुभयो राम्रोसँग। र अहिले चाहिँ दाई एकदमै राम्रो हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ। अब दाई अहिले खास गरी भन्नुपर्दा उहाँको परिवार चाहिँ दिदी विदेशमा हुनुभएको कारणले अहिले घरमा चाहिँ दाई एक्लै हुनुभयो पनि दाईले चाहिँ यहाँ घरको खेतीपाती अनि अहिले उहाँले चाहिँ वस्तुहरू पनि भैँसीहरू पनि ल्याएर पाल्नु भएको छ कि उहाँले अब चाहिँ म सक्छु भन्ने उहाँले आँट गर्नुभएको छ। त्यो आँट चाहिँ उहाँको स्वास्थ्यमा प्रभुले जुन प्रकार काम गर्नुभयो, छुटकारा दिनुभयो, त्यसले गर्दाखेरि उहाँको आत्मबल विश्वासमा पनि अझै बढेर गएको कुरा हामी देख्छौँ। र अब अहिले दाईसँग कुरा गर्दा अब रोगहरूको बारेमा पनि एकदमै शरीरको कुराहरू पहिला एकदमै गरुङ्गो हुने, हिँड्नलाई पनि नसक्ने, गाह्रो हुने अवस्था, तल बेसीबाट यहाँ आउँदाखेरि कसरी पुग्ने भन्ने त्यो खालको हुन्थ्यो भने दाईले अहिले चाहिँ एकदमै हल्कासँग बेला बेलामा त दाई सामानहरू पनि बोकेर आउनुहुन्छ भन्ने कुरा गए दाईले दिनुहुन्छ अहिले। त्यो देख्दा हामी एकदमै अत्यन्तै खुसी छौँ, हामी एकदमै हर्षलायित छौँ। र यसको सबै महिमा चाहिँ हाम्रो जीवित प्रभुलाई, परमेश्वरलाई जाँदछ। धन्यवाद।